गृहमन्त्रीले फटाफट समाउने तर न्यायालयले चाहिँ फटाफट छोड्ने भइरहेको छ। न्यायालयमा नि अझै उनीहरुकै मान्छे पुरानै मान्छे छन्, दल छन् भनेर आइरहेको छ नि। यसलाई कसरी हेर्नुहुन्छ तपाईले? जनताको अदालतबाट जनताको पक्षमा निर्णय हुन्छ। अब अदालती काम कारबाहीहरूका तिनका विभिन्न प्रक्रियाहरू चरणहरू होला। अदालतका पक्षमा खासै बोलिहाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन, तर जनताको न्यायालयले जनताको पक्षमा निर्णयहरू गर्छ। त्यो आवश्यकता अनुसारको त्यो वस्तुगत अवस्थालाई कानुन हेरेर सबै विधि प्रक्रिया पुर्याएरै कानुनले चाहिँ काम गर्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। आज हामीले यति मात्र भन्नलाई म तपाईँको अगाडि उपस्थित भएको हुँ कि राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी सरकारले जसरी शिर झुकाएर हात जोडेर माफी मागेको छ दलित समुदायसँग, यसले विश्वभरि एउटा नयाँ सन्देश प्रवाह गरेको छ। भारतका संसदहरूमा भारतका मिडियादेखि विश्वभरि छाएको छ। यो चाहिँ वर्षौँदेखि उत्पीडनमा बसेको एउटा चाहिँ समुदायलाई न्याय र हित गर्ने सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन कदम चालेको छ र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले जुन कदम चाल्नु भएको छ, यो कदममा हो र एउटा चाहिँ भ्रष्टमा हैसियत गर्नलाई पनि अहिले जनताले साथ दिनुपर्नेछ। किनकि वर्षौँदेखि त्यो उत्पीडनमा परेका एउटा समुदायको न्याय र हितको सन्दर्भमा सरकारले केही सुखद सुरुवातहरू गरेको छ। तर त्यो सँगसँगै त्यो उत्पीडनमा परेका अन्यायमा परेका त्यो छेकिएका कुराहरूलाई पनि अब देखाउनु पर्ने बेला भएको छ। हाम्रो सम्मानित पार्टी सभापतिज्यू रवि लामिछानेज्यूले भन्नुहुन्छ छेकिएकाहरूको पनि कुरा हुन्छ, देखिएका मात्रै कुरा हुँदैन। त्यसैले छेकिएका विषयवस्तुहरूलाई अब उठाउनु पर्ने छ। त्यसैले गर्दा तपाईँले अघि भनेको जस्तो अजित निजारका मुद्दाहरू अहिले अजित निजारका लासहरू अहिले पनि मुर्दाघरमा थन्किएर बसेको छ। त्यसैले गर्दा यी लास भएर बसेका दलित समुदायको मुद्दालाई अहिले राज्यले जसरी प्राथमिकता साथ लिएको छ यसको लागि पनि मुद्दा उठ्न जरुरी छ। यो सदनबाट पनि उठ्छ, यो सरकारबाट पनि यो कुरालाई सम्बोधन हुन्छ र हिजो हामी सडकमा हुँदा पनि उठाएका विषयहरू थियौँ। त्यसैले आज हामीले सदनमा उठाएको विषय चाहिँ सरकारले गरेको प्रयासहरू सुखद छ र यसको लागि अझै भोलिको दिनमा चाहिँ थप मजबुत प्रयासहरू गर्नको लागि पनि हामीले सरकारको ध्यान आकर्षण गराएका हौँ। खुर्सानी पिरो भएन भने, कार्यान्वयन भएन भनेदेखि बनाएका कानुनहरू राज्यले त माफी माग्यो। हेर्नुहोस्, एउटा कुरा के बुझ्नुपर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी एउटा राजनैतिक दलको रूपमा मात्र अहिले संसदमा प्रवेश गरेको होइन। राष्ट्रिय स्वतन्त्र पार्टी आम नेपाली जनताको अन्तिम आशा विश्वास भरोसाको रूपमा अहिले हामी सदन र अहिले हामी सरकारमा चाहिँ प्रवेश गरेका छौँ। त्यसैले गर्दाखेरि अब खुर्सानी पिरो हुन्छ, कानुनको कार्यान्वयन हुन्छ, यो गर्नै पर्छ। अब त हामीलाई भाग्ने छुट छैन, यहाँबाट थाक्ने छुट छैन, योबाट पन्छिने छुट छैन। जनताले हामीलाई मत दिँदै गर्दाखेरि यो चाहिँ अन्तिम पटक हो। यो नेपालकै एउटा चाहिँ एउटा इतिहासमै तपाईँहरूलाई चाहिँ हामी अन्तिम पटक साथ दिँदैछौँ। यो हाम्रो अन्तिम भरोसा हो भनेका छन्। त्यसैले गर्दाखेरि यो मात्र नभएर समग्रमा सरकारले लिएका विषयवस्तुहरू मजबुत ढङ्गले कार्यान्वयन हुन्छ भन्ने कुरा म तपाईँहरूलाई विश्वास कानुनको कुरा गर्दाखेरि दाजु एउटा कानुनको कुरा गर्दा मानिन्ज्यू गृहमन्त्रीले फटाफट समाउने तर न्यायालयले चाहिँ फटाफट छोड्ने भइरहेको छ। न्यायालयमा नि अझै उनीहरुकै मान्छे पुरानै मान्छे छन्, दल छन् भनेर आइरहेको छ नि। यसलाई कसरी हेर्नुहुन्छ तपाईले? जनताको अदालतबाट जनताको पक्षमा निर्णय हुन्छ। अब अदालती काम कारबाहीहरूका तिनका विभिन्न प्रक्रियाहरू चरणहरू होला। अदालतका पक्षमा खासै बोलिहाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन, तर जनताको न्यायालयले जनताको पक्षमा निर्णयहरू गर्छ। त्यो आवश्यकता अनुसारको त्यो वस्तुगत अवस्थालाई कानुन हेरेर सबै विधि प्रक्रिया पुर्याएरै कानुनले चाहिँ काम गर्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। आज हामीले यति मात्र भन्नलाई म तपाईँको अगाडि उपस्थित भएको हुँ कि राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी सरकारले जसरी शिर झुकाएर हात जोडेर माफी मागेको छ दलित समुदायसँग, यसले विश्वभरि एउटा नयाँ सन्देश प्रवाह गरेको छ। आगामी दिनमा शिर झुकेका दलितहरूको शिर चाहिँ उच्च राख्नेछ र उच्च हुनेछ भन्ने कुरा म तपाईँ बिचमा राख्न चाहन्छु। धन्यवाद छ। यति कुरा म तपाईँले